घरमा भर्खर जन्मिएका बच्चाहरू छन् अनि आँखा रसिलो भइराख्ने, आँखाबाट चिप्रा आइराख्ने भइरहेको छ। तपाईँहरू चिसो लागेको भनेर भन्नुहुन्छ अनि सेकताप गर्नुहुन्छ, तैपनि सन्चो भइरहेको छैन। किन सन्चो हुन्थ्यो? न यो चिसो लागेको हो, न सेकताप गरेर नै सन्चो हुन्छ। आउनुहोस् सुनौ यो किन हुन्छ र यसको समाधान के हो भनेर है त। नवजात शिशुहरूमा यो चाहिँ सामान्य कुरा हो है, आत्तिहाल्नु पर्ने कुरा होइन। यदि बच्चाको आँखा रातो भएको छैन, आँखा सुन्निएको छैन र आँखाबाट नर्मल कचेरा भन्दाखेरि चाहिँ अरू नै कलरको हरियो कलरहरूको कचेरा आइरहेको छैन भने चाहिँ आत्तिनु पर्दैन है। आँसु आउने ग्रन्थि ब्लक भएको कारणले चाहिँ यस्तो हुने गर्छ अनि यो आफै सन्चो पनि हुन्छ है। हामीले गर्न सक्ने भनेको चाहिँ मसाज हो है। मसाज कसरी गर्ने भन्दाखेरि चाहिँ बच्चाको यो कोशिकाको यहाँनिर हुन्छ नि एउटा तपाईँहरूले छाम्दाखेरि डल्लो जस्तो भेटाउनुहुन्छ, त्यसलाई चाहिँ सर्कुलर मोसनमा घुमाउरो गरेर बिस्तारै प्रेसर लगाएर चाहिँ यस्तै घुमाउँदै 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 मसाज गर्न सक्नुहुन्छ र त्यसलाई नछोडिकन यसरी तान्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ कचेरा निस्किन्छ है। आमाको दुधमा एन्टिबायोटिक प्रपर्टिज हुनाले चाहिँ आमाको दुध 1-2 थोपा हालेर एकछिन छोडेर मसाज गर्न पनि सकिन्छ है। तर यो आमाको दुध हाल्ने कुरा चाहिँ रिसर्चले प्रुभ गरेको छैन, तर पनि हाल्दाखेरि चाहिँ केही हार्म हुँदैन भनेर चाहिँ हाल्दा हुन्छ है। तर यदि इन्फेक्सन भएको खण्डमा चाहिँ आमाको दुध नहाल्नु भनेर भनिएको छ है। त्यही भएर यदि तपाईँहरूको बच्चालाई पनि कचेरा आउने समस्या छ भने चाहिँ यो आँखाको कोशिकामा भएको यो आँसु आउने ग्रन्थि चाहिँ मसाज गरिदिनु होला है त। हस् त, धन्यवाद।